सिटी बजाएको सुन्ने कि बोलेको सुन्ने हो नि तपाईँ किन सिटी बजाए तपाईँ सबै प्लिज सबै सिटी बजाएको सुन्ने कि हाम्रो के बोलेको सुन्ने बसो प्लिज सबै एकैछिन प्लिज कृपया राष्ट्रिय स्वतन्त्र पार्टीको मान्छे भएको हुँदाखेरि हामी सम्मेलन भएर बस्छौँ भन्ने हामीले आफैले चिनाएर देखाइदिनुहोस् त एकचोटि ल राष्ट्रिय स्वतन्त्र पार्टीको जनता एकदम शान्त भएर बस्छ भन्ने यो तपाईँहरू बसेर देखाइदिनुहोस् प्लिज। धन्यवाद। कुशल कार्यक्रम सञ्चालक मित्र प्रवास नेपाली सम्पर्क मञ्च भारत अन्तर्गत कर्नाटक राज्य समिति घोषणा समितिका आजका यस कार्यक्रमका सभापति ऋषिराम वास्तवज्यू, प्रमुख अतिथि माननीय शोभिता गौतमज्यू, अतिथि रतन विश्वकर्माज्यू, प्रवास नेपाली सम्पर्क विभागका इन्चार्ज बोधराज भण्डारीज्यू, अतिथि राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास नेपाली सम्पर्क मञ्च भारतबाट अर्जुन भण्डारीज्यू, दीपक राज आचार्यज्यू, दल बहादुर बोहराज्यू, भूमिराज वास्तवज्यू, कृष्ण कडेलज्यू लगायत भारतमा राष्ट्रिय स्वतन्त्र पार्टीको झण्डा फरफराउनु हुने राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध सम्पूर्ण साथीहरूलाई हार्दिक नमस्कार। प्रिय साथीहरू, सदनमा आन्दोलनको दौरान तपाईहरूको यो प्रिय स्नेह र माया सम्झेर सदनबाटै आएका छौँ। सदनमा बोलेका सुनेनन् प्रिय साथीहरू, सदनभित्र बोलेका सुनेनन्। आज कर्नाटकबाट बेङ्गलोरबाट हाम्रो आन्दोलन जारी छ, हाम्रो आन्दोलन जारी छ। मानव तस्करी बन्द गर, मानव तस्करी बन्द गर। गृहमन्त्री उच्चस्तरीय छानबिन समिति गठन गर। प्रिय साथीहरू, यही नारा आज सदनमा लागेको छ। मेरा अनन्य मित्र माननीय जीवहरूलाई म स्मरण गराउन चाहन्छु। सदनभित्रको आजसम्मको 26 दिनको यो आन्दोलन हामीले उठाएको यो मुद्दामा अहोरात्र खट्ने पार्टीका माननीय जीवहरूलाई आज यस मञ्चबाट सम्झन चाहन्छु, कृतज्ञता व्यक्त गर्न चाहन्छु। प्रिय साथीहरू, देश जागेको छ, युवा जागेको छ, देश जागेको छ, युवा जागेको छ, भारत जागेको छ, कर्नाटक जागेको छ। झोलेहरू जागेका छैनन्, झोलेहरू जागेका छैनन्। अब जगाउने हो 84 मा। प्रिय साथीहरू, आज कर्नाटक आइपुग्दा यहाँ सुदूरपश्चिमका यी युवा साथीहरू पसिना बगाउन बाजुरा, बैतडी, बजाङ, कपिलाली, कञ्चनपुर र कर्णालीका साथीहरूको यो उपस्थिति देख्दा 5 पटकसम्म प्रधानमन्त्री भएको सुदूरपश्चिमको त्यो पोसाकसम्मलाई लाज लाग्न पर्छ। 5 पटकसम्म पाखुरा बजारी ठाउँ देशमा छैन, पसिना चुहाउने ठाउँ देशमा छैन। यति युवाहरू आज कर्नाटकमा
10-12 लाख युवा छन् भन्ने चालपा आज यो युवा पलायनको भयावह स्थिति कसले बनायो? मैले रविलाल छाने सविताको तपाईँ कसले 5 चोटि प्रधानमन्त्री भएकोले प्रिय साथीहरू आज धैर्य गरेर सुन्नु होला एकछिन। म तपाईँको सुन्न आएको छु, तपाईँलाई सुनाउन आएको छु, धैर्य गरेर सुन्नु होला। आज वर्षौँ भयो दसैँ परिवारसँग सँगै नमर्न आएको। आज वर्षौँ भयो त्यो हाम्रो गाउँको घर नपुगेको। आज हाम्रा बच्चाहरूलाई स्कुल भर्ना गर्न लैजान नपाएको हामीले छ। हाम्रो परिवार विक्षिप्त बनेको छ। आज मुट्ठी बजार्न पसिना बगाउन यसरी प्रवासमा आउन पर्ने बनाउनेहरूलाई घन्टी बनाउने हो। जागेको कर्णाली, जागेको सुदूरपश्चिम, जागेको कर्णाली, जागेको सुदूरपश्चिम आज कर्नाटकमा देखिएको छ। झोला बिसाउन नसक्नेहरूलाई जसले झोला बिसाउन सकेका छैनन् र म झोले भन्दैछन्, देश हेर्न, सुदूरपश्चिम हेर्न, कर्णाली हेर्न, कर्नाटक आउनु। यहाँको भावना सुन्न, यहाँको आवाज आक्रोश सुन्न, प्रवास आउनु, कर्नाटक आउनु, कर्णाली हेर्न, कर्नाटक आउनु। प्रिय साथीहरू, यो बीचमा हामीमाथि प्रतिशोध साँचियो, हाम्रा पार्टी सभापतिमाथि प्रतिशोध साँचियो। आज टिमको छानबिन त्यो गर्मीमा त्यसरी अत्याचार गरेर राखिएको। म सोध्न चाहन्छु यथास्थिति भाइहरूलाई विचार जेलमा राखेर बन्द हुँदैन, रवि छानेको विचार जेलमा राखेर बन्द बन्दैन। रवि जय, रवि जय, रवि जय, रवि जय, रवि जय। राजनीति प्रतिशोध बन्द गर, राजनीति प्रतिशोध बन्द गर, राजनीति प्रतिशोध बन्द गर। रवि जय, रवि जय, रवि जय। यिनीहरूले पोखराबाट यो बोलेको सुनेनन्, यिनीहरूले पोखरामा लागेको नारा सुनेनन्, चितवनमा लागेको नारा सुनेनन्। आज प्रिय युवा साथीहरू, आज बेङ्गलोर आएर कर्नाटकमा तपाईँले बोलेको आवाजले यिनीहरू झस्किनेछन्, यिनीहरू झस्किनेछन्। यिनीहरूको बिचको 35-36 वर्षको रजगज, यिनीहरूले चलाएको राज्य ढुकुटीमाथिको रजगज, त्यो रजगजको अन्त्य हुने दिन आउँदैछ। त्यो अन्त्य हुने दिन राष्ट्रिय स्वतन्त्र पार्टीले ल्याउँछ, रवि लामिछानेको नेतृत्वमा आउँछ। साथीहरू, आज नेता बन्न आएका छैनौँ, सेवक बन्न आएका छौँ।